फाइनली साथीहरु आज चाहिँ हामी फ्यामिली भएर चाहिँ सूर्यचोर नुवाकोट जाँदैछौँ किनकि त्यहाँनेर यसो घाम ताप्नु अनि त्यहाँनेर चाहिँ खतरा देखिन्छ भ्यू भनेर हिँडेको हो खास। अनि दिदीहरु चाहिँ उता अगाडि भेट्ने भनेको हो अनि यो डाँडाहरु पनि कटेर जानुपर्ने छ। हामी चाहिँ सालो भेना अनि उता दिदी र भेना कान्छी दिदी र कान्छो भेना आउनु हुँदैछ अनि हामी चाहिँ टोखा हुँदै हुँदै जाँदैछौँ साथीहरु। बाटो पनि बवाल छ है, भ्यूहरु पनि राम्रै देखेको छ तर हानिराखेको छ। अनि यही हो नुवाकोट, यो डाँडा कटेर जानुपर्ने हामी उता। अब के कस्तो छ भ्यूहरु देखाउँदै छु साथीहरु। बवाल छ है डाँडा। यो डाँडा कटेर गएर चाहिँ दिदीहरुले चाहिँ वहाँनेर जंगल छेउ पुग्न आँटिसक्यो यहाँ पर भन्नुहुँदै थियो त्यो जंगल देखिरहेको ठाउँमा। अनि अब हामी चाहिँ जंगलतिर गएर भेट्ने छौँ। दिदीहरु चाहिँ अलिक उताबाट जानुभएछ क्या त्यो बस पार्कपट्टिबाट। हामी चाहिँ यतैबाट निस्क्यौँ। अब कतिखेर भेट हुन्छ है। अनि यस्तै छ, डुली छ है। काम नभएको बेला यसो जाडो बढिरहेको छ अनि यसो घाम ताप्न निस्क्यौँ न त बाहिरको पनि भ्यू पनि हेर्नु पाउने, यसो नजाराहरू कस्तो आउँछ भनेर। अनि त्यही हो साथीहरु हैन। अब टक्क लाएर एकछिनमा हामी चाहिँ दिदीहरुलाई भेटाउने छौँ। अनि यो डाँडा कस्तो खतरा छ के, बवाल छ ल। भ्यूहरु हजुरहरूलाई देखाउने नै छु मैले ल। यस्तो छ है नजारा एकदम। बाइकमा हल्लेर है केही देखिरहेको छैन, त्यही नै ठिक छ। नजाराहरू राम्रै आइरहेको छ। अब यहाँनिर यो उकालो बाटो त फेरि यो नुवाकोट जाने अलिक पुरै पिच भन्दा पनि ढलाइ हानेको रहेछ। अब ठिक छ तर लास्ट उकालो छ जस्तो लागिरहेछ कि मलाई चाहिँ। तर बाटो पनि सानो सानो लास्टै उकालो नै रहेछ कि बाटो हेर्नुहुन्छ पुरै ढलाइ हानिरहेको छ होइन। पुरै गाउँतिर आएको जस्तो फिल भइरहेको छ कि मलाई चाहिँ। गाउँमा ढक्क गोठाला गरी जस्तो। यता मुनि चाहिँ पातलो पातलो गाउँ रहेछ। यो टोकै होला सायद, टोकै पर्छ होला। अनि दिदीहरूले चाहिँ अलिकति छोडेर गयो क्या हामीलाई। अब हामी एकछिनमा भेट्ने छौँ। भेट्नु त यहाँ टक्क बाइक रोकेर एकैछिन चाहिँ हेर्नु पर्ला हामी नजारा। हाम्रो नजारा बवाल छ ल, खतरा छ। यहाँ मनतिर त भिडहरू पनि रहेछ, पातलो भएको छ, रमाइलो छ यतातिर। अब फेरि हामी निस्किसक्यौँ। दिदीहरूले त अघि यहीँनिरबाट होला कल गरेको जङ्गल छिर्न आँट्यो भन्नुहुँदै थियो। मैले देखेको जङ्गल पुगिसक्यो नि त। लेट्स सी गाइड्स, बसहरू हिँड्दो रहेछ। यो सबै नुवाकोटबाटै आएको होला। म त फर्स्ट टाइम नुवाकोट हिँडेको। खास चाहिँ हामी सूर्यचोर हिँडेको हो अनि नुवाकोटै पर्दो रहेछ। सूर्यचोर चाहिँ नुवाकोटमै पर्दो रहेछ। अनि हामी चाहिँ टक्क त्यहाँ पुगेर अब आमा बाटो त क्या उकालो छ भने पुरै डर लाग्ने क्या बाघले। तर बाघसँग के डराउनु होइन साथी। मलाई चाहिँ के फिल भइरहेछ भने अहिले पुरै गाउँतिर छु कि पुरै पानीहरू पनि खोल्साखोल्सीमा छ क्या टक्क लाएर। त्यही हो। कोही त पुरै केही पनि गरेको छैन, पुरै फुलुलु माटो भर्खर रोड खने जस्तो कि के भन्छ त्यो भर्खर खनेकोलाई सुरुमा खनेकोलाई के भन्छ त्यस्तै तरिकाको बाटोहरू छ। हामीलाई कहाँ छोडेर जाने कहाँनिर। ल साथीहरू अघि चाहिँ हामीले दिदीहरूलाई पनि भेटिसक्यौँ है त। बाटोको हाल यस्तो छ आउँदैछ पछाडि एउटा बसेको हामी। खास बाटो छ पुरै हाम्रो गाउँतिरको जस्तो। दिदीले लुगा पाउने ठाउँ आइसक्यो।
कोही त पुरै कोही पुगेर आइसक्नु भएछ। हामी भर्खर बिस्तारै आऊ बिस्तारै बाटो चाहिँ स्नान गाह्रो छ नि हामीलाई। कञ्चिरा गाउँको ढुङ्गा भन्दा नि खतरा छ। यो डाँडामा पुग्नुपर्ने हो हामी। नुवाकोटै आइसक्यो। यहाँनिर आयो खास घाम ताप्नु के लिए। खतरा ठाउँ रहेछ ल। पैसा उयो गर्दैन नुवाकोट नुवाकोट ल। यता चाहिँ अल यहाँ मुनि नुवाकोट गएर यो केही छैन भन्दा नि यो डाँडा रहेछ नुवाकोट हिल। आमा यता मुनतिर त राम्रो रहेछ है ठाउँ त। तर खोला कि कोसी हो त्यो पुरै गाउँ रहेछ नि त है। तेरिको ल फाइनली साथीहरू हामी चाहिँ आइसक्यौँ नुवाकोट है त। चक्कर लाएर यस्तो रहेछ यो डाँडा चाहिँ हजुर। हाम्रो ग्रुप फाइनल साथीहरू हामी चाहिँ अब निस्किन लागिसक्यौँ घरतिर। नुवाकोटको यो कुन साथीहरू हामी चाहिँ सुत्यो चोटमा यसो घुमघाम गरेर पनि फर्किनु आँटिसक्यौँ। ठिक ठिकै रहेछ डाँडा होइन। अब अहिलेको समयमा चाहिँ नभए चाहिँ खतरा हुन्थ्यो अरे। वाउ एका हाम्रो कान्छा भेना नि त गइसक्नुभयो। ल हामी चाहिँ अब लाग्यो घरतिर डाँडा आएर पनि। आहा ल जाउँ लाग्यो हामीलाई छोडेर गइरहेछ दुईजना। बाटो अलिकति नराम्रो छ त्यहाँदेखि उता त फेरि बवाल छ बाटो। लाग्यो डाँडा बाई बाई कुनै समय आउला होइन भाइ। होइन म त घरबाट खासै हिँड्नु चाहिँ मन लागेको थिएन। तपाईँले त्यो जब के अरे बादलै बादल हुन्छ भन्नुभएको थियो नि अनि चाहिँ मैले फेसबुकतिर देखिरहेको थिएँ कता कता अनि त्यही सोचेर
तर जङ्गलै आएर पनि मलाई चाहिँ त्यो जङ्गल पनि उता गाउँतिरको याद आएको लास्टै हो भाइ त पुरै बाटै पुरै गाउँघरकै हो नि हो खतरा छ खतरा कहाँ पुग्नुभयो उहाँ पुग्नु भएछ नि लु जाऊ गोठला गरेर भाइ मलाई नि साह्रै मन लाग्छ गोठला गर्नु रमाइलो हुन्छ नि हो गाउँघरकै उहाँ पुग्नुभयो दिदी भेना मेरो ठुलो भेना र दिदी चाहिँ अगाडि काट्नु भेना र यता छौँ ब्लक बवाल छ यो चाहिँ बवालै छ कसम बाटो हो जाडो लागिरहेछ जाडोको एकदम ख्याल गर्नु होला आफ्नो भ्लगबाटै भन्न चाहन्छु है त मेरो युट्युब फ्यामिलीहरूलाई सबैलाई गुड सन भन्दै छुट्टिन्छु ह्याभ अ गुड डे